परिहरू हुनुहुन्छ तपाईँले यति इन्सपायर गरिरहनु भएको छ। अर्को स्वर्ग भनेको चाहिँ सोसियल मिडिया स्वर्ग हो कि त्यहाँ कसैले पनि दुःखको कुरा पोस्ट गर्दै गर्दैन। घरमा भयङ्कर भुत्ला भुत्ली होस् न, माई हस्बेन्ड माई लाइफ भनेर छोराछोरी हेर्नुहुन्छ होइन, तर आई लभ माई सन यु मेड मी प्राउड भनेर हाँसौँ नि हामी। हेर्नुहोस्, मान्छेसँग यति धेरै समस्याहरू हुन्छन्, कुरा गरेर साध्य छैन। कसैलाई पढाइ राम्रो हुँदैन, कतिको घर छैन, कतिको जागिर छैन, कतिको बिहा भएको छैन, कतिको धेरै भएको छ, कसैको बोयफ्रेन्डै छैन, कसैको धेरै छन् होइन, कसैलाई घर नबनाएको चिन्ता, कसैलाई धेरै घर भएको चिन्ता, कसैलाई पैसै बचतमा छैन, कसैलाई यत्रो बचतले म के गर्ने भनेर बिरामी हुन्छ। सो यति धेरै समस्याको विषयमा पनि हामीले जिउन छोडेका छौँ र छैन नि। कफी खाउँ खाउँ जस्तो लागेको छैन? हेर्नुहोस् त कति मनमा पीडा होला, कफी त खानु मन छ नि। अब अहिले घर जाने बेलामा के होला, खानेकुरा जस्तो पनि लाग्यो होला। भनेको जति पीर यातना चिन्तन भए पनि यो मुखलाई चुप लगाउनु पनि सकिँदैन, पेटलाई पार्नु पनि सकिँदैन। त्यसैले सोसियल मिडिया सुखको क्षेत्र हो, त्यहाँ लेखेका सबै कुराहरू विश्वास नगर्नु होला, पटक्कै नगर्नु होला। बुझ्नुहोस्, हेर्नुहोस् अनि मात्रै। अब जाउँ नम्बर 2, दोस्रो कुरा। कुनै पनि ठाउँमा जाँदै हुनुहुन्छ, कुनै पनि ठाउँमा गएर आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ भने केही खाका बनाएर जानुहोस्। अन्धधुन्ध गएर बोल्नु भयो भने लजाब के बोल्ने, कहिलेका त नाम पनि बिर्सिन्छ। मेरो नाम के राख्नु भएको थियो बुवा आमाले। सो वी टेन्ड टु फर्गेट आवर नेम्स इफ वी डु नट कम प्रिपेयर्ड, यु नो, फर अ स्पीच. I just wonder if you how it would have been better if you could understand Nepali, sir. I so want to make you understand what I'm particularly saying at this moment. तयार भएर जाने कि थोरै लेखेर जाने नि त। ल आज कार्यक्रमको नाम के रहेछ, को आउनु हुँदो रहेछ, के बोल्ने, अलिकति प्रिपेयर गरेपछि त बोल्न जान्ने नि त। थरथर कामेर त्यही बिहोस होला जस्तो गरेर है। फेरि बोल्ने चिजहरू गाह्रो हो संसारमा। सबैभन्दा डिफिकल्ट द बिगेस्ट फोबिया that we ever find is called ग्लासोफोबिया. ग्लासोफोबिया भने चाहिँ अगाडि आएर बोल्न डराउने फोबिया, डर कि कसैलाई हाइटदेखि डर लाग्छ, कसैलाई कुकुरदेखि डर लाग्छ, कसैलाई अब मोटाउँछु कि भन्ने डर, त्यो पनि एक प्रकारको फोबिया हुन्छ, केटी मान्छेलाई धेरै हुन्छ है। यो ग्लासोफोबिया पनि एक प्रकारको डर हो। त्यो ग्लासोफोबियाबाट बच्नको लागि तयार भएर निस्किने कि के भन्ने, कस्तो भन्ने। तेस्रो भनेको आफ्नो घर वरिपरि के भइरहेछ, नयाँ छिमेकी को आउनुभयो, कसको के समस्या छ भन्ने कुरा पनि तपाईँ एज अ सेन्सिबल सिटिजन त थाहा पाउनु पर्यो नि त। भुवन केसीको श्रीमतीको नाम, सेकेन्ड वाइफको नाम जिया केसी भन्ने थाहा पाउनेले तपाईँको घर नजिकैको बहिनीलाई यातना दिएपछि थाहा पाउनुपर्छ पर्दैन? पर्छ। ओहो, यहाँ त हामी त यति धेरै संसारको चाहिँ ठुलो चाहिँ समस्याको बारेमा थाहा हुन्छ, घर नजिकै ढल फुटेर हिँड्नै नसक्ने हुन्छ, बोल्न जान्दैनौँ हामी, बोल्नै जान्दैनौँ। त्यो कुराबाट पो बल्ल हामी सशक्त महिला बन्छौँ नि त। महिला हुनु र सशक्त महिला हुनु धेरै फरक कुरा हो नि। अनि कसैले राम्रो लुगा लाउने बित्तिकै चाहिँ बुढालाई पेरेर खाइ भन्ने हाम्रो जुन सोच छ नि, त्यो सोचमा चाहिँ बन्द गर्नु होला। हामी जस्तै महिलाको सोचबाट हो अर्को महिला पीडित हो। कोही मान्छेले माथिल्लो तहमा पुग्यो भन्दैमा उसलाई कसैले सपोर्ट गरेर पुगे हुन्छ भन्ने हुँदैन नि त। आफ्नै बलबुतामा किन रातभरि मिहिनेत गर्नुभएको थियो कि मेरो आमाले गरे जस्तै होइन। आफ्नो आफ्नो सङ्घर्ष आफ्नो आफ्नो हुन्छ, त्यसैले चाँडै जज नगरौँ कि वरिपरि के भइरहेछन्, को भनेको को भन्ने कुरा पनि थाहा पाउँ। अस्ति एउटा कार्यक्रममा गएको, मलाई एकजना दिदी आउनुभयो, बहिनी म त तपाईँको यस्तो फ्यान, म फोटो खिच्छु भन्नुभयो, फोटो खिच्नु भयो। लास्टमा जाने बेला तपाईँको नाम के रे भन्नुभयो। त्यो त पनि नगरौँ, बोल्नुको लागि मात्र पनि नबोलिदिउँ कि के रे नाम, तपाईँ कुन फिल्म खेल्नु भएको अरे भन्नुभयो। अब म फिल्म खेल्ने मान्छे नै होइन, त्यसैले त्यो एकदमै धेरै पनि नगर्ने। चौथो कुरा, महत्त्वपूर्ण कुरा, पढ्ने बानी बसाल्नु। स्टेटस भने होइन, अर्काले के लेख्यो स्टेटस पढ्ने होइन। किताब पढ्न थाल्नुहोस्, समाचार पढ्न थाल्नुहोस्। आजको 5वटा मुख्य समाचार थाहा छ तपाईँलाई? संसारमा सबैभन्दा ठुलो हल्लीखल्ली के भयो थाहा छ? हिजो डोनाल्ड ट्रम्पले के गर्नुभयो? उहाँ अमेरिकाबाट हो, हाम्रो चिफ गेस्ट। Now our chief guest is from America, so I don't think I'll be able to talk more about Donald Trump. However, so Donald Trumpले हिजो के गरिदिनु भयो भने संसारको सबैभन्दा चाहिँ स्ट्रङ राष्ट्रपतिले अर्को एउटा राष्ट्रपतिले आएर बेसरी गाली गर्नु। त्यो इन्टरभ्यू हेरिरहँदाखेरि मलाई के डर भयो भने कुन दिन इन्डियाले पनि हामीलाई त्यस्तै गर्छ कि अथवा चाइनाले पनि हामीलाई त्यस्तै गर्छ कि भन्ने डर। र त्यो होल सिनारियो चलिरहँदाखेरि एकजना महिला रोइरहनु भएको थियो। त्यो महिला भनेको चाहिँ अमेरिकाको लागि युक्रेनको राजदूत हुनुहुन्थ्यो, जो एउटा कुनामा बसेर रोइरहनु भएको थियो। उहाँले सहनै सक्नु भएन, त्यहाँ कोही पनि पुरुष रोकै थिएन, रोयो त केवल महिला। किन उसले त्यो हेर्नै सकेन, बुझ्नै सकेन, आफ्नो राष्ट्रको राष्ट्रपतिलाई चाहिँ असम्मान गरेको हेर्नै सकेन। त्यो हो कि हामी
हामी एकदमै डिफिकल्ट कन्डिसनमा आफूलाई स्टेबल गर्छौँ तर हाम्रो इमोसन घट्दैन कि किनभने हामी त माया प्रेम र सद्भावले बनेका मान्छे हौँ। यस्तो माया प्रेम सद्भाव एजुकेसन सशक्त मान्छेहरू तपाईँ किन लायन्समा नलाग्नु भएको मैले पुरै बुझेको छैन कि। लुक एट लिडर्स लाइक देम। यस्तो लिडर्सहरू हुनुहुन्छ जसले घरबार सबलाई त्यागेर एकदम परिवर्तनको बाटो हिँडिरहनु भएको छ। घरबार त्याग्नुपर्छ भने होइन, तर आफूमाथि विश्वास गर्नुहोस् र कुनै एउटा संस्थाको छत्र छायामा मात्रै बसेर काम गर्नुभयो भने जीवनमा धेरै कुरा सिक्न सक्नुहुन्छ। 1994 काठमाडौँ जेसस धेरै अगाडि चाहिँ नेपाल जेसस सुरु भयो अनि 1994 काठमाडौँ जेससले मिस नेपाल भन्ने कार्यक्रम सुरुवात गर्यो। 1994 काठमाडौँ जेससले मिस नेपाल नगर्दै भए मेरो अस्तित्वै थिएन। म यहाँ आएर बोल्दैन थिएँ। जेससले सुरुवात गर्यो 1994 रुबी राणा दिजु पार्टिसिपेट गर्नुभयो। 2005 म 11th मिस नेपाल म पार्टिसिपेट गरेँ। काठमाडौँ जेससले त्यो बेलामा सुरु नगर्दै भए म न मैले पैसा कमाउन सक्थेँ, न मेरो कुरा तपाईँले सुन्नुहुन्थ्यो, न मेरो अस्तित्व हुन्थ्यो। एउटा अस्तित्व त दियो नि। र आज मैले बोलेको तपाईँले सुनिरहनु भएको छ नि। तपाईँ जस्तै नेपालभरि डुल्छु कि वर्षमा यसो हेऱ्यो भने झन् 10-12 हजारजनाले मेरो कुरा मात्रै सुन्नुहुन्छ। त्यो कुरा सुन्ने बनाए त जेससले बनायो नि त। त्यस्तै लायन्सले पनि बनाउँछ नि त। धेरै कुराहरू तपाईँले गर्न सक्नुहुन्छ। हामीसँग पावर छ, हामीसँग प्रतिष्ठा छ, हामीसँग जीवन जिउन सक्ने आँट छ, परिवर्तनलाई सम्हाल्न सक्ने यति ठुलो करेज हामीसँग छ भने हामी जस्तो व्यक्तिले नै कम्युनिटी सर्भिसमा लाग्ने हो। अघि त बत्ती गयो भनेर भन्नुभयो हाम्रो डिस्ट्रिक्ट गभर्नमेन्टले। त्यो बेला सायद आयशा साकेको त्यति राम्रोसँग तपाईँले कुरा सुन्न पाउनु भएन होला। आयशा साकेले दोस्रो बच्चा जन्माएपछि उहाँले ओलम्पिकमा गोल्ड मेडल पाउनु भयो कि मदरहरूले छिक्दैन। मेरो आमा हजुरआमा भएपछि मास्टर्स पढ्नु भयो मैले भने नि। मेरो 11 वर्षको छोरा छ, म दिनभरि हिँडिरहेको हुन्छु। मदरहरूले हामीलाई छिक्दैन। तर परिवार मिलाउन पनि जान्नु पर्छ। मेरो घरमा सासू ससुरा एकदमै सपोर्टिभ नहुनु भयो म अगाडि बढ्न सक्दैन थिएँ नि त। बच्चालाई त बढ्दै हेर्ने अथवा आमा नहुनु भयो मैले बच्चालाई राख्ने ठाउँ पनि पाउँदैन थिएँ, अगाडि बढ्न पनि सक्दैन थिएँ। त्यसैले हामीलाई एउटा के हुन्छ, हामी क्याटलिस्ट हौँ कि। केमिस्ट्रीमा एउटा वर्ड छ क्याटलिस्ट। क्याटलिस्ट भनेको एउटा यस्तो सब्सटेन्स हो जसले एउटा स्वरूपबाट अर्को स्वरूपमा चिजलाई परिवर्तन गर्नको लागि भूमिका खेल्छ। दुधलाई चिया बनाउनलाई क्याटलिस्ट के हो? चियापत्ती। चियालाई गुलियो बनाउने क्याटलिस्ट के हो? चिनी। चिनी बिना पनि चिया बन्छ कि बन्दैन? चियापत्ती बिना चिया बन्छ? बन्दैन। तपाईँ चियापत्ती बन्ने कि चिनी बन्ने चाहिँ आफै डिटरमाइन गर्नु होला। त्यो बहुत महत्त्वपूर्ण कुरा हो। र यस्ता सिम्पोजियमहरूमा सहभागी बन्दै गर्नु होला। मलाई समय मेरो कति छ भनिदिनु पऱ्यो हजुरले। हाउ लङ डु आई ह्याभ? 1 घन्टा 5 मिनट 15 मिनट 15 मिनट छ सुन्ने हो 15 मिनटसम्म। अब 3टा प्रश्न सोध्छु है। यहाँहरूमध्ये कतिजना चाहिँ म काम गर्छु जस्तो काम जे काम आए पनि मसँग गर्ने ताकत र क्षमता छ भन्ने कतिजना हात उठाउनुहोस् त। सबैजना नहुन सक्छ भनेको 80%ले हात उठाउनु। म काम गर्ने चाहना पनि राख्छु तर कसै न कसैले त मलाई अफर गर्नु पर्यो नि भन्ने कतिजना? अनि यो महत्त्वपूर्ण क्वेसन हो कि। काम गर्ने चाहना त सबैलाई हुन्छ नि, तर कसै न कसैले त मलाई अफर गर्नु पर्यो नि भनेर सोचेको कतिजना हात उठाउनुहोस् त। ओके 2% जतिले हात उठाउनु भयो। कसैले अफर नगरे तापनि आफै पनि मसँग केही गर्ने चाहना छ, म अब एकदमै छिटै त्यो काम गर्दैछु भन्ने कतिजना? तपाईँको यो तीव्र चाहना चाहिँ एकदम चाँडै पुरा होस् त्यसको लागि म शुभकामना पनि दिन्छु। तर त्यो गर्नको लागि पनि चाहिँ कस्तो छ भने हेर्नुहोस्, रेसिजम नठान्नु होला। रेसिजम गर्यो अथवा अलिकति हामीलाई हेप्यो भन्ने नठान्नु होला। हेर्नुहोस्, मान्छेको आँखा जत्रो हो त्यत्रै देखिन्छ जस्तो लाग्थ्यो कि मलाई पहिला मेरो आँखा त ठुलो छ, मैले धेरै संसार देख्छु होला जस्तो लाग्थ्यो। अनि म स्कुलमा पढ्दाखेरि चाहिँ मेरो नेवार साथीहरू धेरै नेवारहरू पनि आँखा ठुल्ठुलै हुन्छ। अनि म युनाइटेड एकाडेमीमा चाहिँ एकदम धेरै त्यो चाहिँ लाउरेहरूको कलेज भनेर भनिन्थ्यो पहिला एकदम धेरै मङ्गोलियन साथीहरू पढ्थ्यो। उनीहरूको आँखा एकदम सानो कि। अनि मलाई यस्तो लाग्थ्यो यसले त आँखा मलाई पनि फुल देख्दैन होला जस्तो लाग्थ्यो। त्यो बच्चापनको सोच के मेरो छिरिङ भने एकदमै मिल्ने साथी थियो। अनि आँखा एकदम सानो, यसले त मलाई सबै देखेकै छैन होला, त्यस्तो अग्लो सुत्ताको देख्दा खुट्टा देख्दैन होला, खुट्टा देख्छ मेरो घाँटी नै देख्दैन कि जस्तो लाग्थ्यो। तर म गलत रहेछु नि त, उसले त सबै देखिरहेको रहेछ भनेको बुझ्नुहोस् है। मैले भन्न खोजेको के हो भने हामीले संसार